वेदान्ती हूँ भन्छन्, धर्मशास्त्रका ज्ञाता हूँ भन्छन्, आफूलाई सर्वज्ञानी सर्वविज्ञ मान्दछन् संस्कृतका ती व्यक्तिहरू जसले यो कुरालाई भनिराखेका छन् उनीहरूको विषयमा मैले चर्चा गरिराखेको छु। गरुड पुराण त्यस्तो ग्रन्थ हो जसभित्र केवल न्याय र अन्यायको कुरालाई व्याख्या गरिएको छ र अपराध गरे बापत अपराधको दण्ड यो मिल्छ भनेर त्यसले भनेको छ। त्यसले सचेतना फैलाएको छ कि गलत बाटोमा नजाऊ, सदाचारी बन, शान्तिप्रिय बन, विश्व बन्धुत्वको भावनामा रमाऊ, सम्पूर्ण जीवात्माहरूलाई प्रेम गर भन्ने कुरा त्यसले दर्शाएको छ। गलत गरेपछि, अन्याय गरेपछि, अपराध गरेपछि यो प्रकारको दण्ड तपाईले भोग्नुपर्छ, यो प्रकारको कारावास तपाईले भोग्नुपर्छ भनेर त्यहाँ भनेको छ। कसरी कल्पनामा भयो त्यो? गर्नसम्म उधुम गर, गर्नसम्म अपराध गर, तपाईलाई केही हुँदैन, यो पृथ्वीमा बचे भयो, यो पृथ्वीको कानुनसित बचे भयो, बाँकी मृत्यु पश्चात केही छैन, शान्ति छ, स्वर्ग छ, सुख छ भन्ने भनेको भए सायद त्यस्ता विद्वान भन्नेहरू सन्तुष्टि मान्ने थिए। तर त्यस्तो हुँदैन। हामीले जे गर्छौं, जे कमाउँछौं त्यसको फल भोग्नै पर्छ। मानव उदाहरणका लागि यो पृथ्वीमा अपराध र अत्याचार अन्याय गर्ने व्यक्ति पैसाको बलमा होस्, दलबलको बलमा होस् या आफै पदस्थ भएर स्वयं अपराधीको रूपमा बस्न सकोस्, बाँच्यो, त्यसले कयौं व्यक्तिहरूलाई, कयौं जीवलाई पीडा दियो, अन्याय गर्यो, शोषण गर्यो उनीहरूको, त्यस्ता व्यक्तिको सुखपूर्ण तरिकाले पृथ्वीमा कुनै पनि दण्ड सजाय नभोगिकन मृत्यु भयो। भन्नुहोस् त्यस्ता व्यक्तिले कुन बेला सजाय पाउने, कहाँ दण्ड पाउने? उसबाट आहत भएकाहरू, उसबाट पिल्सेकाहरू, उसबाट पीडा पाएकाहरूले कहिले न्याय पाउने? यो ब्रह्माण्डमा न्याय अवश्य मिल्छ र दण्ड पनि अवश्य मिल्छ। चाहे मानव बिक्री होस् पैसामा, चाहे मानव भ्रष्टाचारी बनोस् र अपराधीलाई जोगाओस्, तर वास्तविक सत्यले, सत्य न्यायाधीशले, धर्मराजले कहिल्यै पनि छुटकारा दिँदैनन्। किनकि त्यहाँ कसैको सोर्स फोर्स चल्दैन, त्यहाँ कसैको दलबल लाग्दैन, त्यहाँ पैसा पनि चल्दैन। त्यहाँ गरेको कर्मको लेखाजोखा यथार्थमा हुन्छ।